सम्पूर्ण साथीहरूलाई नमस्ते। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला भन्ने आशाका साथ मैले यो कुकिङ भ्लग भिडियो गराउँदैछु, हेर्नुहोला है। त आज मैले के को सब्जी बनाएकी छु भन्दा आथोथो पोलो पोलो पोलो। ल हेर्नु साथीहरू, आज मैले नि करेला अनि बोडी अनि टमाटर भेन्डी सबै मिक्स गराएर मिक्स भेजको तरकारी बनाएकी छु साथीहरू। हजुरहरूले सब्जी बनाउँदा करेला बोडी अनि भेन्डी, चिप्ले भेन्डी, फर्सीको मुन्टा गराएर मिक्स भेज तरकारी गराउन सक्नुहुन्छ साथीहरू। ल हेर्नु त, यो मिक्स भेज तरकारी बनाउँदाखेरिमा नि सबभन्दा पहिला तरकारीहरू रेडी गर्ने। बारीबाट आफूले मिक्स भेज बनाउँदा अब धेरै किसिमका मिसाउन सकिन्छ। योसँग मिल्ने मात्र मिसाउन सकिन्छ, यो सँग नमिल्ने मिसाउन सकिँदैन साथीहरू। यहाँ मैले आलु, बोडी, चिप्ले भेन्डी, फर्सीको मुन्टा मिसाएर बनाएकी छु। यो एकदमै स्वादिष्ट छ है साथीहरू तरकारी। अनि बनाएर रेडी गरेर यसलाई सफा पानीले पखालेर, सफा पानीले 3-4 पटक पखालेर तेल, तोरीको तेल कराईमा हालेर रातो गराएर तेल खर्याएर प्याज फुराएर अनि पहिला आलु रातोसँग चरचर भुटेर अनि मैले फर्सीको मुन्टा, बोडी, चिप्ले भेन्डी राखेर बनाएकी छु साथीहरू। आलुको साथसाथै सानोवाला घरपाला टमाटर पनि भुट्न सकिन्छ, किनकि आलुसँगै टमाटर भुट्यो भने तरकारी एकदमै धेरै स्वादिष्ट हुन्छ। त्यही भएर साथीहरू अनि मजासँग भुटेर रातो गराउने। रातो गराइसकेपछि मरम मसला राखेर छोप्ने। अनि छोपिसके पछाडि आफूलाई अब सुक्खा बनाउने हो कि रस गराउने हो कि कस्तो खान मन पर्छ साथीहरू त्यस्तै बनाउन सकिन्छ आफ्नो इच्छा अनुसार। हामीले नुन खुर्सानी आफ्नो स्वाद अनुसार राख्न सकिन्छ साथीहरू। ल हेर्नु त कति राम्रो मेरो मिक्स भेज सब्जी बनेको छ। गाउँघरको अर्ग्यानिक हो नि साथीहरू। ल मैले यस्तै गरी